आज पनि केटाहरु चाहिँ बार्सिलोनालाई एक गोल पनि हान्न दिनु हुँदैन भनेर अगाडिदेखि नै हेर्नुस् न वाल लगाएर हैन पुरा व्यवस्था मिलाइसक्यो के कोच धरि आएर हेर्नुस् त प्लेयरहरु सबै मिलेर यार के भन्ने उता फेरि बार्सिलोनाको केटाहरु पनि के खम्के अहिलेदेखि नै प्रिपेयरिङ गर्दै छ के तिमीहरु जस्तो सुकै बलले वाल लगाऊ हामी तोड्ने छौ त्यसलाई जस्तो गर्दै छ यार केटाहरु यता रफिना र कोच पुरै तनावमा छ फेरि र अनि त एथलेटिकोको टिम चाहिँ पुरै हैन अगाडि नै ढुक्क भएर जित हाम्रै हो भनेर सेलिब्रेट गर्दै छ तर मलाई जहाँसम्म लाग्छ आज यामलले तहल्का मचाउने छ तहल्का गाइज फोड्दिने छ त्यस्तो वालहरुलाई त हैन जति सुकै स्ट्रङ वाल राखे पनि यसरी नै तोड्दिने छ पहिला पनि हानेको छ एथलेटिकोलाई आज पनि हान्ने छ एथलेटिकोलाई हैन सो हजुरलाई के लाग्छ यामलले के आज स्कोर गर्न सक्ला त गाइज हजुरलाई के लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ है त यामलको यार खतरनाक छ ड्रिब्लिङ खतरनाक गर्छ हैन अब 4-5 जनालाई एक्लैले काटेर लिएर जान सक्ने क्षमता भएको प्लेयर हो भर्खर 18 इयर ओल्ड हैन र त्यो जोस पनि त्यस्तै खतरनाक छ र हैन आज तिमीहरु हैन 11 जना बसाओ पोस्टमा तर हान्छ गोल एन्ड अनि गाइज हजुरलाई के लाग्छ के आज बार्सिलोनाले चाहिँ एथलेटिकोलाई जित्न सक्ला 1-2 गोलले जितेर हुँदैन 3-0 गोलले बिट हान्न सक्नु पर्ने हुन्छ या 4-1 ले या 5-2 ले जसरी पनि एथलेटिकोले भन्दा 3 गोल चाहिँ बढी हान्नु पर्यो